बिस्मिल्लाह वल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला नबीना मुहम्मद व अला आलिहि व सहबिहि अजमाइन अम्मा बाद। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आशा गर्दैछु तपाईहरू सन्चै हुनुहोला। आज म यस भिडियोमा अल्लाहका रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम साँच्चैकै परमेश्वरबाट पठाइएका नबी हुनका प्रमाणहरूको विषयमा चर्चा गर्नेछु। अल्लाह ताआलाले आफ्नो पवित्र किताब कुरआनमा भन्नुहुन्छ, तिल्का आयातुल्लाहि नतलुहा अलैका बिलहक व इन्नका लमिनल मुरसलिन। अल्लाहले भन्नुभएको छ कि यी अल्लाहका आयातहरू हामीले तिमीलाई सत्यका साथ पठाइरहेका छौं र निश्चय नै तिमी रसूलहरू मध्ये एक हौ। र अल्लाह ताआलाले अर्को ठाउँमा यसरी भन्दै हुनुहुन्छ, मा कान मुहम्मदुन अबा अहदिम मिन रिजालिकुम वलाकिन रसूलल्लाहि व खातमन नबिय्यिना व कान अल्लाहु बिकुल्लि शैइन अलिमा। अर्थात मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम तिमीहरूका कुनै पुरुषका पिता होइन, तर उनी अल्लाहका रसूल र सबै नबीहरूको अन्त्य हुन् र अल्लाह ताआला प्रत्येक कुराको जान्ने हुनुहुन्छ। त्यसमध्ये यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लमको बारेमा यस्तो आएको छ कि सत्यता र इमानदारी। नबी सल्लल्लाहु अलैहि वसल्लम नबी बन्नु अगाडि नै सादिक र अमीन भने र चिन्नु हुन्थ्यो। उहाँमाथि कहिल्यै झुटको आरोप लागेन। उहाँका शत्रुहरूले पनि कहिल्यै झुट नदेखे। यसैगरी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम संसार प्रतिको अनिश्चित, यदि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम संसार चाहनुहुन्थ्यो भने सबै शक्ति सामर्थ्य पाउन सकिन्थ्यो, तर उहाँको निधन हुँदा उहाँको कवच पनि गिरवी राखेको थियो। उहाँ चटाईमा सुत्नुहुन्थ्यो जसले उहाँको शरीरमा दाग पर्थ्यो। सल्लल्लाहु अलैहि वसल्लम।